ये कौन सी जगह है? अंकल आ गया है। C21 जब रेड स्टेट को ये कौन सी जगह है? जन्नत। उल्टा ना कर अहिले त लाग्थ्यो पक्का अब भयो होला च्यानलमा भिडियो भाइले हजुरलाई राम्रो लाग्यो कस्तो राम्रो लाग्यो मलाई त ओ यस्तो देखाइदेन यसरी बाबु यता माथि राख्दैन नाच्नु बाबु देखाइदैन फेरि त्यस्तै गरेर आमा हुनु फेक हिरो जस्तो लाग्नुपर्छ बनायो मेरो पछाडि दुईजना आउन जाऊ त कस्तो ह्यान्डसम लाग्यो थियो यहाँ नित्य हटाऊ उधर से बस्नु बलरामसँग बस्नु यहाँ माथि टेक्नु यहाँ पछाडि हो
अंगद धक्का दो ना लो सरो रामसँग धक्का न लो चलो रुकेर न कस्तो मजा मजा आयो दामी राम्रो त पक्रिँदैन नि ल अब त भयो खतम रुयो विक्रमलाई बोलाउनु पर्छ रुकिन्न यो एकपाल धक्का दियो भने स्पिडले बल्ल डरै लाग्दैछ भने नि नीचे मार खाएगा तू इधर में आ तू नीचे इधर में आ इधर में हाँ उठे कर ना गाछी टुटे पनि थाहा छैन काट उच्च यति ठुलो मोटो छ काची नि बस्नु 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 पहिला राम्रो धक्का दो अंगद भयो के न यहाँ से पकड्नु साइकल बस्नु हल्का यहाँबाट गर्छु तलबाट जो धक्का दो अंगद उता पनि झुरुङ्गा छ अन्त कस्तो पानी प्यास लाग्यो म बीचमा त दलदल छ होला नि आमा त बीचवाला माथिमा त कहाँ त्यहाँ खोलामा कहाँ जाने त्यहाँ पनि जाने जग्गा छ त त्यहाँ पिकनिक पिकनिक खाने जग्गा छ तर यहाँनिर घुम्नु शान्त घाम लाग्छ क्या यहाँ कता गयो तेरो ठुली आमाहरू जोर से पकड़ो
माथि कुत्ता भाउजू भाउजू म सेकेन्ड राउन्डको भिडियो बनाउँदैछु म सेकेन्ड राउन्डको चिकनको भिडियो बनाउँदैछु प्लिज अलिकति साउन्ड कम्ती गर्नु न प्लिज अलिकति साउन्ड कम्ती गर्नु न नाच्नु कोही बात छैन उता गरेर साउन्ड गर्नु न म त्यहाँ भिडियो बनाउँछु न कपिराइट राख्छु त्यहाँ त अलिकति साउन्ड कम्ती गर्नु त अझ नाच्नु एक एक नाच्नु अलिक साउन्ड कम्ती गर्नु कपिराइट लाग्छ त मलाई खालि 2 मिनट प्रब्लम छैन नि आनु हजुर आनु भिडियोमा यो के भन्दैछ त यो मटनको लागि हो कि चिकनको लागि कि फिसको लागि हो कि फिसको लागि हो म कन्फ्युज भयो अलिकति के को लागि हो चटनी ये क्या चटनी फिर ये चटनी चटनी में क्या आलू खाएगा प्याज खाएगा क्या हम लोग चलो ठीक है म्यूजिक चल रहा है थोड़ा कॉपीराइट होगा अच्छा ठीक है कोई बात नहीं ये यहाँ पे चल रहा है मटन भी बनेगा अच्छा यो चाहिँ नि के हो किरण दाइ चिकन की हो के हो भुटुवा के हो त्यसलाई भुडी न के हो रे भुटुवा नि अच्छा ठीक है यो चकना हो न के हो सॉफ्ट मीट अच्छा ठीक है नो प्रॉब्लम बढ़िया है अनि कृष्ण दाइ यता के चल्दैछ मटन हजुरको के गरायो नेपाली कटिङ मटन नेपाली स्टाइल चलो ठीक छ म त भिडियोमा ध्यान सक्दिनँ जति सक्छु म ट्राई गर्छु देखाउनुको लागि अनि हाम्रो मेन सेफ चाहिँ नि यता छ है लुकेर बस्छ यता यी मेन सेफ यी प्याज काट्दैछ एक गिला लोकल सेफ गरे सुँगुर बनाउने जग्गा हो देखा त सुँगुर वाला फेस देखा त हाँस्ने होइन अस्ति पनि मलाई एउटा भिडियो देखाएर मन्छुहरू हाँसिदियो त्यसलाई म त्यसलाई योपालि म भन्दैन कि पनि खालि भन्छु अच्छा भाउजू क्या कटिङ गरे क्या केले कटिङ गरे हजुरलाई एउटा यसको टिक थाहा छ यो प्याजमा अगर यो प्याज काट्छ नि जब आँखामा आँसु आउँछ नि त्यसको लागि के गर्नुपर्छ थाहा छ अगर आँखामा त्यही त आँखामा नआँसु आनुको लागि के गर्नुपर्छ थाहा छ यस्तै जिब्रो अलिकति जिब्रो बाहिर निकाल्नु त सक्दैन त्यसरी त लेकिन जिब्रोमा के हुन्छ नि यसको बल्ल लिएर तिमीले यति धेरै उडी चल ठिक छ भाउजू गर्दै गर्नु अघिको भिडियो फेरि म लिएर आउँछु ल ठिक छ भाउजू कोही प्रब्लम छैन प्याज कटिङमा एक गिला गरिदिन्छ हजुरले ठिक छ नि फेरि भन्नु एक बार अच्छा यता मासु पनि हालिदियो जस्तो छ अहिले अब माथिबाट के मसला हान्छ बाउलाई अलिक हिटिङ अलिक फ्राई गर्ने अलिकति थोड़ा फ्राई उसके बाद मसला आएगा ना स्पाइसी बनाना पड़ेगा मटन को स्पाइसी मतलब खडा मसला हाल्नु भयो हजुरले खड़ा मिर्ची को तेज पत्ता डाला है और अघिको भिडियो हेर्दै गर्नुहोस् होला कस्तो बन्दैछ टाइम अपडेट दिँदै गर्छु